झन्झन राम्री भइछ साथीहरु हामी चाहिँ यो अहिले आज चाहिँ ट्याक्क लाएर सबै यसो परिवार फ्यामिली टाइम अरे के हैन फ्यामिली हाइक त हैन हाइक हो के भन्ने आज फ्यामिली हाइकिङ चलिरहेको छ अहिले हामी छौँ जगडोलमा अनि जगडोलको जङ्गलमा छौँ हामी जाँदैछौँ तारेभिरतिर तारेहरू कि दप्से हो यो दप्से जस्तो छ बाटो चाहिँ यसो हेर्दा यो दप्से उहाँ फाटो मिर्मी त्यस्तै छ ल हाम्रो यात्रा चाहिँ निरन्तर जारी छ है ल केही काम नबार जङ्गलमा घाँस हैसाला नाममा ल्याएर एक भारी घाँस दाउरा लिएर जानु पर्छ घाँस काट्ने हिँडे घरतिर गएको बेला गरे अनि राम्रो हुन्थ्यो अब घरतिर गएको बेला जङ्गल जाने होइन छि गर्ने अनि अहिले पनि हाइक भन्नु हिँड्यो भने चिटिक्क पर्छ गरेर अझ जङ्गलमा छेङ्गिएको भनेको छिङ्गिएको हिँडियो हामी चाहिँ ट्याक्क एउटा पोइन्टमा आइसकेका छौँ यो तारेभिरको चाहिँ होइन विशाल ल यहाँ तन्दा दक्ष है अब यहाँ सिरक बुन्ने कार्यक्रम हुँदैछ अब सिरक दक्ष ट्याक्क ल यहाँ यस्तो छ होइन हाम्रो पिकनिक अरे के ड्राई पिकनिक के हो ल यहाँ चाहिँ आमा समूहहरू एकदम सक्रियता देखिन्छ ल यहाँको यस्तो सिन चाहिँ यस्तो छ है टक्क यो ट्याक्क पाल्पाको श्रीनगर जस्तो रहेछ ट्याक्क यस्तो चाहिँ यहाँ चाहिँ सल्लाहगारी यस्तो छ होइन हामी चाहिँ यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यहाँ सबैजना जम्मा भइसकेका छौँ अब हाम्रो डान्स कम्पिटिसन हुँदैछ हाम्रो जित्नुहुने महानुभावहरूले एउटा जम्बो कोक फर्स्ट प्राइज चाहिँ यहाँ जम्बो कोक छ हैन ल सबैजना रेडी हुनुहुन्छ नि हैन बजार जान पाइन कमला बिस्कुट मिठाई ल्याइन मुग्दैछौ
झन्झन राम्री भएछ कुन साबुनले मुख धुँदैछ ए झन्झन राम्री भएछ झमझम तर्कियो पानी जोगायो छाताले छेकेर रोदीमा मैयाउने थिइन रोदीकी मैयालाई देखेर मैयाउने थिइन रोदीकी मैयालाई देखेर रातो रानी फुले झै साँझमा तिमी फुल्यौ कालेजी माझमा मनको रहर कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर सम्झे आँसु झर्दै आमा पस्केको बात सम्झे देउरालीमा धजा भन्न त भन्थ्यौ आमा घर छोडेर नजा अघिल्लो रात सम्झे आँसु झर्दै आमा पस्केको बात सम्झे देउरालीमा धजा भन्न त भन्थ्यौ
लाग्यो अब ओह्रालो लाग्यो मौसमले च्यालेन्ज गरे जस्तो लाग्यो अनि एकदम पर्ला पर्ला जस्तो भयो काँडा ढिगो ढिगो हामी चाहिँ यहाँ आइयो घुम्न त्यसो त्यो फ्यामिली ड्राई पिकनिक टाइपले आइयो अनि अब अलिअलि खाइयो भनौँ न अलिअलि खाइयो त्यसपछि अब निस्कियो पानी पर्ला जस्तो भयो त्यही भएर अब चटपटको एक लट त बाँकी थियो त अब रुममै घर खाउँला भनेर निस्किरहेछौँ हामी पानी पर्ला जस्तो छ मौसमले साथ राम्रै दियो आज भन्ने कि अब अन्तिम क्षणमा राम्रो साथ थिएन भन्नु होइन तर जे होस् समग्रमा रमाइलो भयो नाचियो गाइयो भिडियोहरू टिकटकहरू बनाइयो अब अरू त यस्तै हो रमाइलो भयो ठिक छ हामी चाहिँ तारेभिरबाट रिटर्न टु होम टुङटुङ टेढाउ जाँदैछौँ कृपया यहाँहरू पनि एकदम कोठा बस्दा बस्दा एकदम घरमा बस्दा बस्दा बोर हुनुहुन्छ फ्रेस हुनको लागि तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ यो चाहिँ ठ्याक्क श्रीनगर पाल्पाको श्रीनगरको एकदम फोटोकपी कपी पेस्ट हेलो हामी चाहिँ यसो घुमेर हिँड्यौँ फेरि आज स्याटरडे स्पेसल जाँदा जाँदा एकछिन रमाइलो चाहिँ गऱ्यौँ र अब सबै खानेकुरा खान चाहिँ भ्याइएन फेरि बोकेरी सबैका झोला भरि छन् नादालु पनि लिएर गएको टिन गरायौँ नाच्यौँ गीत बजायौँ भजन गायौँ यस्तो रमाइलो भन्नु न नि आज कस्तो लाग्यो हजुरलाई कस्तो लाग्यो हजुरलाई टुङटुङ टाढ्यौँ अरे टुङटुङ टाढा भनेको राम्रो लागेको अरे के सबैजना बुझ्नलाई तर हामीले आज युवाली गरेर आएनौँ नि हो न म चाहिँ मादलवाली टुङटुङ टाढ्यौँ अनि म चाहिँ उहाँ चाहिँ झोलावाली झोलाभित्र के छ खजाना केही छैन सबै उता अरूले लिगेन तिनीहरूले लिगेको छ